नमस्कार। लामो इतिहास बोकेको 2033 सालदेखि सुरु भएको हाम्रो विद्यालय ऐश्वर्य विद्यानिकेतनले राष्ट्र विकासका लागि धेरै कर्मठ उत्पादनहरू गरेको छ। यसै क्रममा म सुरेन्द्र राठी मैले पनि 2049 सालमा एसएलसी पास गरे। क्लास 1 देखि मैले आफ्नो शिक्षा त्यहीँबाट सुरु गरेको थिएँ। 2049 सालमा एसएलसी पास गरेर म यहाँबाट त्यसपछि बाहिर पढ्न गएको थिएँ। त आज हेर्ने हो भने हाम्रो धर्म संस्कृति र संस्कारका जुन कुराहरू छन् त्यो एउटा बेसिक कुराहरू हामीले सिकेको भन्ने हो भने त्यो ऐश्वर्य विद्यानिकेतनबाटै हो। त त्यो त्यत्रो आज अधिराज्यभरि त्यसबाट उत्पादन भएका मान्छेहरू आज चाहे कोही व्यवसायमा होलान् चाहे कोही प्रोफेसन अलगमा डक्टरमा होलान्, इन्जिनियर होलान् या बाहिर आज विदेशमा पनि कार्यरत छन्। त्यो हिसाबले हेर्दाखेरि वास्तवमा आज ऐश्वर्य विद्यानिकेतन भनेको एउटा ठुलो संस्था हो। त आज मेरो बारेमा भन्नुपर्दा धनगढी वार्ड नम्बर 4 मा बसाइ छ मेरो। अनि त्यसै क्रममा राठी एन्टरप्राइजेस जसले आज 45 वर्षदेखि सुदूरपश्चिमलाई निर्माण सामग्रीहरू बिक्री वितरणमा गरिरहेको छ। गुणस्तरीय सामान बिक्री वितरण गरिरहेको छ। वास्तवमा यस्तो अब आउँदो मैले अहिले भर्खरै थाहा पाएँ कि ऐश्वर्य विद्यानिकेतनको नयाँ भर्ना खुल्दैछ। त ऐश्वर्य विद्यानिकेतनको लागि केही सोच्नु पर्दैन, तुरुन्तै आफ्नो बच्चाहरूलाई उज्जवल भविष्यको लागि त्यही नै भर्ना गराउनुहोस्। यो चाहिँ भन्दै म आफ्ना 2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद।